हेलो सबैलाई हैन यो भिडियो नबनाउँ भन्छु फेरि अहिले अस्ति एक दुईवटा बनाएर पानी लागेछ राम्रो लाग्यो क्या जति पनि अस्ति त्यो रिसमा बनाएको भिडियो थियो त्यो रिस पनि हैन अब म फ्यामिलीको बिचमा चेपेको छु क्या अन्त मात्रै म हेपेको हो क्या किनभने हेपेको म के छैन म आफूले नै हेपेको किन आजको दिनमा अब कतिवटा एग्रेसिभ रिसले भिडियो बनाएकोमा अब भिडियो डिलिटहरू गर्नु भन्ने कुराहरू क्या ठिकै छ भिडियो डिलिट त गरिदिएँ तर मनबाट चाहिँ गरेको छुइनँ क्या अब किनभने त्यो भनेको कुरोहरू मनमै छ क्या मेरो तर ठिकै छ हाइलामा जिन्दगी बिताइरहेको छु होइन अन्त आउनुको कारण चाहिँ के छ भन्दाखेरि चाहिँ क्या आजको जिन्दगीमा चाहिँ एउटा एडिक्टको लाइफमा चाहिँ क्या फेसहरू चाहिँ ओभरै गर्नुपर्छ क्या अब काम बिगारे पनि एडिट काम बिगार्ने पनि एडिट होइन आजको दिनमा चाहिँ अन्त माया चाहिँ मैले क्या आफ्नो आमा बाबाबाट मात्रै चोखो माया पाउनु सकेँ क्या बिचमा त्यो पैसा र साथीभाइ चाहिँ क्या अब क्षणभरको लागि मात्रै रहेछ क्या जिन्दगीमा आफ्नोमा राम्रो हुँदा साथीभाइ राम्रो छ भने त्यही हो पैसा पनि त्यही हो आज मेरोमा भोलि उसमा हो तर हमेसा क्या माया गर्ने चाहिँ आफ्नो आमा बाउ मात्रै रहेछ क्या अन्त त्यसले गर्दाखेरि चाहिँ आजको दिनमा चाहिँ अब म के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ अब जति पनि अब क्या अब म जस्तै छ अरू पनि छ धेरै छ होइन तर यस्तो अप्साइड्सहरू चाहिँ धेरै आउँदो रहेछ क्या अब कता रियाब बसेर आएको उसमा के जेल बसेर आएको उसमा के कोही पनि कहीँ बसेर आएको त्यस क्या अब मान्छेले हल्यो नि छिर्यो मऱ्यो भन्छ क्या अब राम्रो कुराबाट गएर सुधार गर्नु लागि आएको हुन्छ होइन जहीँ पनि पस्दाखेरि पनिसमेन्ट गर्नु पसेको हुन्छ यस्तो सुधार केन्द्रतिर होइन तर अब मान्छे सुधेर आउँदाखेरि क्या कति नै केही नै काम बिगारेर आएको जस्तो कुराहरू भइन्छ क्या त्यही कारण एडिकलाई चाहिँ अब एडिक मत्थु होला जिउनु जिन्दगीमा साह्रो छ क्या किनभने अब खाँदाखेरि एनी लेन्थै गएको हो कसैलाई नसोचिकन कसैलाई माया नगरेर कसैको दुःख नबुझेर होइन त्यहाँदेखि जब आएको यसो होसमा आयो खानु छोडे नराम्रो काम गर्नु छोडे सबैलाई आफ्नो पनाता गर्नु खोजे त्यसमा पनि प्रब्लमै हुन्छ क्या त्यही कारणले गर्दाखेरि चाहिँ अब म चाहिँ एउटा इक्जाम्पल क्या अब अब्स्ट्याकल्सहरू धेरै आउँछ होइन सजेसन मत दिनु खोजेको क्या म जस्तै मान्छे अरू पनि छ होइन गरी खाऊ क्या एनी लेन्थ काम गर क्या खाँदाखेरि एनी लेन्थ गएको हो काम पनि एनी लेन्थ गर क्या आउँछ क्या मान्छे अलिकति एउटा स्टेप चढ्नु खोज्यो भने बिगार्ने पुरा आउँछ क्या त्यही कारण बिग्रे पनि जस छैन सुध्रे पनि जस छैन क्या अब त्यही कारणले गर्दाखेरि चाहिँ चोखो माया आफ्नो आमा बाउबाट मात्रै पाउँछ आफ्नो आमा बाउको लागि चाहिँ अब म चाहिँ अब एनी लेन्थ जे पनि जानु तयारी छु क्या अब जे काम गर्नु पनि तयारी छु जे गर्नु पनि तयारी छु त्यही हो आजको दिनमा अब सोच्ने शक्ति देख्छ चट्टु माया देख्छ क्या मान्छेको नराम्रो काम गरेर बिर्सियो होला कि अन्त नराम्रो जग्गामा बिर्सी बसेर होला होइन घरबाट निकालेर होला क्या अब दिमाग चाहिँ बिग खोलिदिएको छ क्या सुधेर पनि क्या त्यही दिमागमै चल्छु भनेर सोचेको छु क्या अन्त आजको दिनमा कसैलाई बिजाउनु पनि चाहदिनँ होइन गरेर खाऊ उन्नति गर सबै त्यही हो क्या अन्त आफ्नो नेपाल दाजुभाइ चाहिँ अब क्या आजको जिन्दगीमा चाहिँ क्या अब धेरै मायने राख्छ क्या पैसा मात्रै होइन क्या ठुलो कुरो छ क्या लिएर जानु पनि केही पनि होइन क्या अब त्यो खालि त्यस्तै छ जिन्दगीमा क्या अब आजको दिनमा अन्त अब क्या अब के हुन्छ भन्ने कसो हुन्छ भन्ने क्या अब जिन्दगीमा अब आफ्नै माटोमा बसेर होइन त्यही कारण म चाहिँ आजको दिनमा चाहिँ अब मैले चाहिँ पनि अर्काको पहिला खाइदिएको थिएँ के गरिदिएको थिएँ लुटिएको थिएँ यसो गरेको थिएँ त्यहाँ बहुत नराम्रो काम गरेँ क्या आजको दिनमा चाहिँ मेरो त्यो पिचाने क्या अब बदलोस् भनेर म चाहिँ क्या अब सहने शक्ति क्या आइदिएको छ क्या त्यही कारणले गर्दाखेरि क्या अब मैले यति चाहिँ सिक्नु सकेँ कि परिस्थितिले गर्दा क्या मान्छेले कालो के हो सेतो के हो चिन्नु सक्ने क्षमता चाहिँ पारिदिएको छ क्या त्यही कारणले गर्दाखेरि चाहिँ म बिग्रेको पनि फाइदै भइदियो क्या आज दिनमा त्यही कारणले गर्दाखेरि चाहिँ अब क्या म चाहिँ अब सजेसन दिनु मात्रै चाहेको क्या जति नै प्रब्लम भयो क्या आफ्नो आमा बाउलाई चाहिँ याद गर हो जुन दुनियाँमा आमा बाउ मात्रै आमा बाउ बाहेक अरूले चाहिँ चोखो माया चाहिँ दिनु सक्दैन यो संसारमा क्या अब अरूको सबै झुटो माया मात्रै छन् भएको माया मात्रै हो पैसा भने पनि एउटा इज्जत भने पनि साथीभाइ भने पनि छन् भएको लागि मात्रै आमा बाउ जबसम्म बुझ्दैन तबसम्म चाहिँ क्या साथ दिइबस्छ क्या राम्रो गरेको नराम्रो गरेको होस् क्या त्यही कारण आज म त्यही भन्न चाहन्छु कि म कसैलाई नराम्रो गर्नु पनि आएको होइन राम्रो गर्नु पनि आएको होइन हो बाबा हुनु पनि आएको होइन साधु हुनु पनि आएको होइन पास्टर हुनु पनि आएको होइन जस्ट सजेसन मात्रै दिएको अघि बढ बस अघि बढ आफ्नो हकको लागि चाहिँ तिमी कसैको उयो नसोच आफू नै गर्नुपर्छ क्या एक्लै जिन्दगीमा आएको एक्लै नै गर्नुपर्छ आफ्नो लागि फाइट चाहिँ आफू नै गर्नुपर्छ क्या
त्यही कारणले गर्दाखेरि चाहिँ अब नेक्स्ट भिडियो फेरि बनाउँछु र सजेसन भिडियो बनाउँछु क्या। अब एटिकल लाइफ दिनु साह्रो छ क्या त्यो संसारमा होइन। नेक्स्ट भिडियो चाहिँ अब नेक्स्ट पार्टमा बनाउँछु। थ्याङ्क यू।